ओइ श्रमदानमा लाग्यो त बाउजू लाग्नु त अगाडि जानु हुँदैछ श्रमदानमा लाग्यो आजको हाम्रो बाटोको श्रमदान बिजोक बनाएको छ बाटो हिरोहरू पुरा श्रमदानमा जाँदैछ कोदाली बोकेर ल ठिक छ है बाटो चाहिँ यस्तो खराब भएको छ गर्दैछन् है केटाहरूले काम ड्याङ्की ड्याङ त अल्छे सस्की के भएर यस्तो भयो केटा यहाँ हेर्नु त कस्तो नपताउनु हो ठेला उठ्यो है आजको श्रमदानले भन्नु न बरु बिचरा भइस् नि गर्नुपर्छ सिक्नु पर्दैन काम हो नि यस्तै त हो नि केटा ड्याङ्की ड्याङ हान्ने अब मधेसी केटाहरूलाई यस्तै होइन मधेसमा बसेकाहरूलाई भोक लाग्यो होइन बाटो श्रम गर्दा गर्दा खाजा चाहिँ अनौठो अनौठो खालको छ हौ त्यो अलिक साह्रो अब बोल्ने चाहिँ अब म हामी दुईजना भोक लागेको बेला ऊ माइलीको कान्छीको कान्छाले माइलीको जेठीको तपाईँ कान्छीको हामी कुलेसो काट्दै काट्दै आउँदैछौँ केटाहरूसँग के छ दिपल दिवाले ठिक छ गल्यो नि ठेला पनि उठ्यो होइन एउटा डन छ यहाँ फेरि हाम्रो हो छोटा डन भाइहरूसँग चाहिँ पुरै आज नाली काट्ने कार्यक्रम चलिरहेछ हाम्रो यस्तै छ भयो भयो हामी चाहिँ यसरी यहीँ अलिकति नाली काट्ने कार्यक्रम चलिरहेछ तल हाम्रो बारीमा त्यसरी एउटा टोली यता छौँ अर्को टोली चाहिँ हाम्रो तल यो चिबा जाने बाटोमा छौँ के छ भाउजू ठिक छ दह्रो काम चलिरहेछ नि होइन जसिए